आइजमा चाहिँ अहिले घाँसमा आएको छु अनि घाँसको बारी पुऱ्याएर बसिरहेको। अब चाहिँ घर जाने बेला हुन आँट्यो भन्नुपर्छ। अहिले चाहिँ एकदमै गर्मी भइरहेको छ। आज पनि पानी पर्छ होला। मौसम चाहिँ त्यस्तो राम्रो चाहिँ छैन भन्नुपर्छ। अनि उता देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ राम्रो राम्रो भ्यूहरू देखिन्छ भन्दा पनि जङ्गलको बिचमा चाहिँ जङ्गलहरू देखिन्छ अनि पर डाँडा काँडाहरू देखिरहेको छ। अनि मेरो घाँस चाहिँ दुईवटा छ, यता यहाँ एउटा छ उता एउटा छ। अनि यो दुईवटालाई चाहिँ एकै ठाउँ पार्नुपर्ने छ। बोकेर जाँदैछु। दुईबाट आइपुगिसकेको छु। अहिले चाहिँ भारी लगेर जाँदैछु। साह्रै गरम छ हौ घरि। अनि म चाहिँ होइन गाईहरू घर पुगिसकेको छ। घर पुगेर पनि खाना बसाएको होइन। अँध्यारो भइसकेको छ। हाम्रो लाइन गएको छ। लाइन पनि देखिँदैन भाइ कता हो कता। अनि म चाहिँ अहिले खाना पकाउँदैछु। अनि खाना पकाएर चाहिँ उम्लिन आँटेको छु क्या। यहाँ चाहिँ हाम्रो खाना चाहिँ भाँडा पनि चुल्हा पनि। यो चाहिँ पुरानो चुल्हा। अनि यो चाहिँ उम्लिन्छ क्या कोइला चुल्हामा खाना बसाएको। अनि म चाहिँ यहाँ छु। अहिले चाहिँ बसिरहेको छु। मम्मी चाहिँ तल बाख्रालाई दुध दिँदै हुनुहुन्छ। एकछिनमा आउनुहुन्छ होला। अनि मम्मीले चाहिँ चारो दिनुहुन्छ। पानी पनि उम्लिसकेको छ। पर पानी उम्लिँदैछ। अनि म चाहिँ यहाँ बसेर भातको भाँडा हेरिरहेको छु। कतिखेर उम्लेर पानी तार्नुपर्छ नि त भाँडाको। त्यही भएर म चाहिँ हेरिरहेको छु। जबरजस्ती भए पनि उमाल्ने हो क्या। आगो मर्छ त्यही भएर उठाएको क्या। कोइला लाउनु पऱ्यो ल साथी हो। गाई चाहिँ कोइला लाउँछु। कता छ कोइला पनि। ओइ अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु भनेर मर्की लागिरहेको छ। अनि आगो चाहिँ राम्रोसँग उठ्या छैन के भयो न। लाइन पनि आउँदै जाँदै गर्छ। सुनेको उम्लिन आँटेछ भात। यसरी सुन्नुपर्छ क्या। अलिक उम्लिन आँटेको छ। उम्लिँदैछ उम्लिन्छ होला। त्यसपछि म पानी तर्दिहाल्छु। मम्मी पनि आउँदै हुनुहुन्छ। हुँदै हुनुहुन्छ होला तल हाम्रो कुखुरा। यिनीहरूलाई चाहिँ चारो दिएको गर्नुपर्छ। खाएको गर्छ। चारो दिएको गर्नुपर्छ। खाएको गर्छ क्या। अनि तिमीहरू भातीहरू निनीहरू जति चारोले पनि अगाउँदैन। जति चारोले पनि अगाउँदैन। के गर्नु। म चाहिँ मर्की लागेर सिगानाको गर्छ। छ्या के गर्नुपर्ने हो साथी हो। के गर्नुपर्ने। म चाहिँ भात पनि उम्लिँदैन त हो। कोइला त्यत्रो लगाउनु त कति लगाउनु पर्ने। कोइला पनि साह्रै ठुलो छ। कति अन्धकार अँध्यारो छ। अनि कोइला लगाइसक्यो कि यो भात चाहिँ उम्लिनै गाह्रो भयो। के भएको हो तँलाई। म त फुकी पो दिन्छु सरी नउम्लिँदाखेरि त फुक्दिने हो। नउठ्यो भने उठेन भने त उम्लिँदैन त। भित्रभित्रै मनभित्रभित्रै उम्लिँदैछ क्या भात चाहिँ। बाहिर उम्लिनु पर्ने मनभित्रभित्रै उम्लिन्छ। के गर्नु।
अँध्यारो न अँध्यारो लाइन गएको गएको छ आउँदैन चाहिँ बिहानको दुध खाने कार्यक्रम मैले भात तरिसकेको छु अनि लाइन नभएको अवस्था यहाँ चाहिँ दुध चाहिँ सबै फाटिरहेको छ बासी दुध आजको ब्लग चाहिँ यति नै भोलि फेरि भेटौँला मेरो युट्युब च्यानल सब्स्क्राइब गरिदिनु होला तपाईहरुको मायाको एकदमै जरुरत छ भन्नुपर्छ अहिले चाहिँ बाइ बाइ